गाइस हेलो गाइस अनि मैले चाहिँ मेगी पकाइसकेको थिएँ अघि लिएर आएको या हामी दुईजनाको लागि बुढाबुढीको लागि खाने अब अहिलेसम्म खाएको देखाउँछु ल गाइस मैले मेगी पनि पकाएर सकेँ अब खान्छौँ हामीहरू मन मेरो बुढा काम गर्नुहुँदैछ बाहिर हेर्नुहोस् गाइस हेर्नुहोस् त कस्तो हेर्दै खाउँ लाग्दो बोल्छ नि गाइस खाइहाल्ने तातो खाइहाल्ने मेरो मम्मी मेरो बुढालाई बोलाएर आउँछु ल अब सर्दी लागिसक्यो मेरो बुढा तिमी कता आसा बुढा फेरि धेरै कामवाली छ कि धामाधाम काम गरिरहेको होला हेलो कामवाला बुढा हेलो के गरेको चलो जाउँ पाके त कतिखेर जाने सकेर सबैतिर लगाइसक्यो यतातिर बारी हेरे गाइस के बारी हेरे यो सागबारी पनि कम ठुलो छैन फेरि मैले पाकेर रेडी पारिसकेँ कति गएर कस्तो मजाको फुल फुलिरहेछ हौ सानो केही नै मैले यो फुलको उयोहरू सिनारीहरू देखाएको के देखाउनु के बोल्नु त देखाउँदैछु मैले अस्ति बनाएको भिडियो पनि तिमीले चाहिँ हालिदिँदैन मैले बनाएको भिडियोहरू चाहिँ अनि मलाई बनाउनु मन लाग्दैन हालिदिँदैन कुरा यहाँ छ बाटो कता यसलाई लिएर आउनु चलो बिजोक छ गाइस हाम्रो भगवान् कति गरेको घरमा काम गरेर बस्नु ताना कहाँ लगेको बाथरुम फेरि हाम्रो फेरि के गर्नु अरूको घरमा बस्नु पर्छ जस्तो दिन्छ त्यस्तै चलाउनु पऱ्यो नि होइन गाइस आफ्नो उसले मागेर पनि भएन अरूको घरमा काम गर्न बसेको छौँ कहिले हामीसित चाहिँ धेरै पैसा हुन्छ अर्को घरमा काम नगरी आफ्नै घरमा बस्नु हो गाइस के गाइस म अहिले भेट्छु तपाईँहरूसित खाने बेला मेरो बुढा आएन गाइस मेरो बुढाको काम सकिन मलाई यो देखेर खाउँ लागिसक्यो दैलोमा हेर्छु यता हेर्छु मलाई भएन म खान्छु मेरो बुढा काम सक्नु भएन मैले बुढालाई पनि राखिदिएको छु यहाँ म चाहिँ खान्छु चम्ची गाइस हाम्रो घरमा चम्ची पनि छैन यसैले खानुपर्छ अब यसले ल गाइस चम्ची छैन पनुले खायो भनेर नराम्रो नसोच्नु होला गाइस छैन त के गर्ने अहिले हामी यस्तोमा छौँ बिस्तारै किनौँ ल गाइस बाई बाई अर्को ब्लगमा भेटौँ ल